ल कति साँच्चै बेलुका रहेछ छम्यु छेजो भन्छ त्यो भनेको चाहिँ कपडाको उत्पादन अथवा फाइबर भन्छौँ है त हामी फाइबर उत्पादन भन्न सकिन्छ फाइबर अथवा यो फाइबरलाई चाहिँ के पनि लेख्न सकियो कपडा नै हुन्छ फाइबर त्यो कपडा सिलाउनु बाँकी कपडालाई फाइबर भन्छ इङ्ग्लिसमा चाहिँ यसलाई टेक्सटाइल भन्छ यो के भन्छ स्किल टेस्ट गरेर जाने बेलामा कम्पनीहरू चुज गर्ने बेलामा छनौट गर्न सकिने एउटा क्षेत्र यो पनि हो यस्तो कपडाकोतिर चाहिँ खागु फर्निचरमा जाने हो कि अथवा टेक्सटाइलमा जाने हो प्लास्टिकमा जाने हो ती सबै चिजहरू छनौट गर्न सकिने व्यवस्था छ तर हुन चाहिँ त्यो अनुसार चाहिँ त्यति धेरै देशमा आइरहेको छैन त्यस्तो रहेछ है त फाइबर उत्पादन अथवा कपडा उत्पादन भनेर लेख्न सकिन्छ ओन्सा भन्ने शब्द रहेछ पहिले है ओन्सा भनेको कच्चा धागो भन्छ अथवा यसलाई धागोको रूपमा प्रयोग गर्न सकिन्छ कपडा उद्योगमा फाइबर बनाउने भएपछि सबभन्दा पहिला चाहिँ धागो चाहियो अब यसलाई कच्चा धागो भनेर पढे पनि हुन्छ धागो भन्दा पनि हुन्छ ओन्सा चाहिँ ओन्दो भनेको तापक्रम र सुब्दो भनेको आर्द्रता भन्छ आर्द्रता भनेको के बुझ्नु भएको छ आज आर्द्रता नोक्ता छ कि नात्ता छ बाहिर पानी परिरहेको छ आर्द्रता कस्तो छ अहिले आर्द्रता भने ओसिलोपना हो यसले के भन्छ भनेदेखि यो ओसिलोपना नात्ता र नोक्ता बुझिएन भने चाहिँ खन्जो आधासँग मिल्दैन कि है पानी पर्यो भने आर्द्रता नोक्ता हुन्छ उच्च हुन्छ पानी परेको दिनमा जस्तै हावामा पानीको मात्रा भन्न खोजेको नि त हैन आर्द्रताले अनि पानी पर्यो भने चाहिँ हावामा पानी के हुन्छ धेरै हुन्छ त्यो भएर चिसोपना हुनु भनेको ओसिलोपना हुनु भनेको चाहिँ नोक्ता हुनु हुन्छ अनि यो नात्ता भयो भने चाहिँ खन्जो आधातिर जान्छ जस्तै घाम टन्टलापुर लागेको छ भने चाहिँ त्यो बेलामा सुक्खा हुन्छ भन्छ अनि यो समुद्रको छेउतिर नदीको किनारतिर भएका घरहरूमा अलिक गर्मी हुन्छ गर्मीको महसुस हुन्छ भन्छन् नि त्यो किन त्यस्तो हुन्छ किनभने त्यो वायु हावा चाहिँ त्यो के भन्छ बाफ चाहिँ धेरै उठ्छ त्यो ठाउँबाट तातो हुन्छ बाफ धेरै उठ्छ अनि बाफ उठ्यो भन्नु मतलब चाहिँ के होला आर्द्रता चाहिँ उच्च भयो तर त्यो बाफ कस्तो हुन्छ होला तातो हुन्छ किनभने जमिन तातेर निक्लिएको बाफ हो नि त समुद्रतिरको अथवा नदी किनारातिर भएको घरहरूमा चाहिँ घाम धेरै लागेर बाफ धेरै आउँछ अनि बाफ धेरै हुनु भनेको चाहिँ आर्द्रता चाहिँ उच्च हुनु हो तर कस्तो बाफ छ त्यसमा तातो बाफ छ त्यो भएर गर्मी धेरै छैन टेम्परेचर हेर्यो भने ठिकै देखिन्छ 25-30 देखिन्छ बुसानको एरियामा त्यस्तो हुन्छ कि समुद्र तीनतिर छ अनि टेम्परेचर त्यस्तो धेरै छैन तर सासै फेर्न गाह्रो होला जस्तो उगुस मुगुस भए जस्तो त्यस्तो हुनुको कारण चाहिँ ओसिलोपना धेरै छ तर ओसिलोपनामा पनि तातो बाफ चाहिँ धेरै छ भन्नु खोजेको ल शुद्ध भनेको के रहेछ आर्द्रता रहेछ त्यसलाई चाहिँ हामी ओसिलोपना भन्छौँ पानी परेको अथवा नदी किनार वरपर भएको ठाउँमा ओसिलोपना धेरै हुन्छ नोक्ता हुन्छ भन्छ यो मिन्गा मादा भनेको चाहिँ संवेदनशील हुनु भन्छ है त संवेदनशील भएर फ्यान्सेक दैकना भन्छ फ्यान्सेक भनेको चाहिँ डिस्कलर भनेको कस्तो शब्द प्रयोग गर्ने होला कलर अर्को कलर आउनु कलर परिवर्तन डिस्कलर हुनु जस्तै एउटा चिज एउटा कलरमा राखेको थियो पछि हेर्न जाँदाखेरि अर्कै कलर हुनु भन्न खोजेको भने ओएम भनेको प्रदूषण हो हुन्छ वानग्याङ ओएम भन्यो भने वातावरण प्रदूषण भन्छ अनि ओएम दैकी सियो भन्यो भने त्यो प्रदूषित हुन सजिलो हुन्छ भन्छ ल फलफुलहरुमा चाहिँ के भन्छ होला सांगादा भन्छ नि कुइनु अब यहाँ चाहिँ के भन्छ होला प्रदूषित हुन सजिलो हुन्छ भन्छ के भनेको रहेछ ओन्सानन धागो चाहिँ तापक्रम र आर्द्रतामा संवेदनशील हुने संवेदनशील भएर डिस्कलर हुने अथवा प्रदूषित हुन सजिलो हुन्छ भन्छ अब तापक्रम उच्च भयो भने पनि र कम भयो भने पनि आर्द्रता उच्च भयो भने पनि अथवा कम भयो भने पनि त्यस्तो बेलामा चाहिँ त्यो धागो चाहिँ अलि संवेदनशील हुने भएर कि त कलर परिवर्तन हुन्छ कि चाहिँ प्रदूषित हुन सजिलो हुन्छ भन्छ तल के भन्दैछ होला ने छोसिमेछ खनले हागेसुम्निदा भन्छ छोसिमेछ सावधान भएर भण्डारण गर्नेछु रेखदेख गर्नेछु भनेको छ खनले आज रेखदेख गर्नेछु भनेको छ अब यो रेखदेखले चाहिँ के भन्छ होला खनले आजले सामान राखिसकेको चीजहरुलाई त्यसको राम्रोसँग निरीक्षण गर्नु हेर्नु उचित छ कि छैन तापक्रमहरु मिलाउनु भन्नेसँग सम्बन्धित हुन्छ बुझिन्छ माथि के भनेको ओन्सानन ओन्दो वा सुब्दोए धागो चाहिँ ताप र आर्द्रतामा संवेदनशील हुने भएर त्यसको कलर परिवर्तन र प्रदूषित हुन सक्छ अनि उले भन्छ हुन्छ म सावधानीपूर्वक
रेखदेख गर्नेछु। मुनफाममा एउटा गना रहेछ, त्यसले वा अथवा भन्छ। नाउनसँग प्रयोग गर्नु पर्यो भने ना इना प्रयोग गर्छ। त्यसको अरू शब्द अरू मिनिङहरू पनि हुन्छ, जति पनि भन्ने हुन्छ। त्यहाँभन्दा तल अर्को व्याकरण रहेछ आया अया भन्ने रहेछ। त्यसको पछाडि अर्को यया र हेया पनि थप्न सकिन्छ। यिनीहरूले चाहिँ यो भने मात्र भन्छ। त्यसको अर्थ अगाडिको काम नगरिकन पछाडिको काम गर्न नसकिने कन्डिसनमा चाहिँ अया आया व्याकरण प्रयोग गर्न सकिन्छ। यतापट्टि औईमा चाहिँ शब्दहरू के भन्छ होला? वंश भगवान मित खल्ली खल्यन औई भन्छ। धागोको भण्डारण र रेखदेखसँग सम्बन्धित शब्दहरू भन्न सक्यो है त। वंश भनेको धागो हुन्छ, कच्चा धागो भनेको पनि भयो। कच्चा धागोको भण्डारण र रेखदेखसँग सम्बन्धित शब्दहरूको बारेमा केही पढ्ने रहेछ भने यमसेक खाखोङ खल्यन औई भनेको हुन्छ है त। ल के छ? यमसेक भनेको कलर चाहिँ परिवर्तन हुनेसँग सम्बन्धित, कलर प्रशोधनसँग सम्बन्धित शब्दहरू भनेको रहेछ। अब एउटा कलरको धागो हुन्छ, त्यसलाई कपडा बनाउन बेला अर्को कलर बनाउनलाई धुने पखाल्ने, त्यसको यहाँ केही प्रक्रियाहरू छन्। मुना वा थङ्गोमा चाहिँ हान्मुके सम्यो वा फेसन साना भनेर लेखेको रहेछ। कोरियाको टेक्सटाइल अथवा कपडा उद्योग र पछाडि चाहिँ फेसन भन्छ। फेसन भनेको त्यो कपडाबाट कस्ता कस्ता फेसनहरू बनाएर उद्योगहरू सञ्चालन गरिएको छ, त्यस्ता खालका कम्पनीहरूको बारेमा लेखिएको रहेछ। तल हाक्सुमोक्यो सिकाइको उद्देश्यमा चाहिँ के भन्दैछ होला? वंश भगवान मित खल्ली सी। सी भनेको नै बेलामा को बेलामा भन्न सकिन्छ। धागोको भण्डारण र रेखदेख गर्ने बेलामा छुई हे हाल जमी सावधान हुनुपर्ने बिन्दुहरू पोइन्टहरूको बारेमा मुजको थेदा पाल्छु इत्ता भन्छ। यदि को बारेमा भन्छ। अब धागोलाई भण्डारण गर्नुपर्ने अथवा रेखदेख गर्नुपर्ने बेलामा चाहिँ होसियार हुनुपर्ने। चम भनेको बिन्दुहरू, पोइन्टहरू भनेको के बुदाहरू भन्न सकिन्छ। के बुदाहरूमा चाहिँ सावधान हुनुपर्ने हो त्यसको बारेमा सोधेर जवाफ दिन सकिन्छ। यमसे खाखुङ खोङजङ खल्यन औइरुन इख्य हर्यङ हाल्सु इत्ता भन्छ। यमसेक भनेको कलर, खाखुङ भनेको प्रशोधन, खोङजङ भनेको प्रविधि प्रक्रिया, खल्यन भनेको सम्बन्धित, औइरुन शब्दहरूलाई इखिदाले चाहिँ जानेर सिकेर भन्न सकिन्छ। बानी चाहिँ शब्द अलि नपार्ने, जानेर सिकेर भनौँ। अब सिकिसकेको कुरा बानी परेको हो भन्न पनि सकिन्छ। सिकेर हर्यङ हाल्सु इत्ता प्रयोग गर्न सकिन्छ भनेको रहेछ। कलरको प्रशोधन गर्ने विधिको बारेमा सिकेर के गर्न सक्छु? उपयोग गर्न सकिन्छ भनेको रहेछ। त्यहाँ औई लेखिदिएको छ। औईमा केही शब्दहरू चाहिँ वंश भगवान मित खल्ली खल्यन औई भन्छ। धागोको भण्डारण र रेखदेखसँग सम्बन्धित शब्दहरू भनेको रहेछ। धागो भण्डारण र रेखदेख सम्बन्धित शब्द अथवा शब्दावली भन्न सक्यो। वंशा भनेको त्यस्तो हुँदो रहेछ है, धागो रहेछ। यहाँ वंशा लेखेको छ, त्यो भनेको चाहिँ धागो हुन्छ। अब कपडा बनाउनुको लागि लिएर आएर थुप्रै लिएर आउँछ, ट्रकमै लिएर आउँछ, लिएर आउनु पर्यो नि त। अब पुरै कपडाहरू बनाउनु पर्योलाई त लामो लामो कपडाहरू, धेरै कपडाहरू बनाउनु पर्यो भने धागो टन्ने चाहिन्छ। त्यसले लिएर आएर अब भण्डारण गर्नलाई किन त्यसो भनेको? त्यो चाहिँ असीमित हुने भयो, धेरै हुने भयो। त्यो कहिले प्रयोग गर्नुपर्छ भन्ने थाहा नहुने भयो। जस्तै एउटा धागा त धेरै किसिमका, धेरै तरिकाका हुन्छन्। लिएर आएर राम्रो ठाउँ भण्डारण गरिएन भने प्रयोग गर्ने बेलामा बिग्रिन सक्छ भन्छ। शुद्ध भनेको चाहिँ आर्द्रता भनेको रहेछ। अब यहीँनिर लेखिदिएको छ, एउटा सुफादा भन्छ, एउटा खन्जुआदा भन्छ। जस्तै शुद्ध मात्रै भनेको चाहिँ आर्द्रता हो, हावामा पानीको मात्रा भन्छ। यो डिग्रीमा होइन, प्रतिशतमा चाहिँ गरिन्छ। अहिले हावामा कति प्रतिशत पानी छ भनेर चाहिँ यसको मापन गर्ने गरिन्छ। जस्तै 30% चाहिँ हावामा पानीको मात्रा छ भनेर लेख्दैछ। अरू चाहिँ अब अक्सिजन हो कि अरू कुनै ग्यासहरू त्यस्तो मिक्स भएका हुन्छन् भन्छ। अब अहिले यो सुफादा भनेको चाहिँ के हुँदो रहेछ होला? ओसिलो हुनु भन्न खोजेको है त। सुफादा भनेको चाहिँ ओसिलो हुनु भन्छ। अहिले ओसिलो छ, पानी परिरहेको छ, त्यो भएर हावामा पानीको मात्रा बढी भएको छ, यसलाई ओसिलो हुनु भन्छ। खन्जुआदा भनेको सुक्खा हुनु हो, सुक्खा हुनु भन्दै रहेछ। अब यो चाहिँ कस्तोमा हुन्छ होला? घाम लागेको बेलामा, चर्को घाम लाग्यो भने हावामा पानीको मात्रा कम हुँदै जान्छ भन्न सकिन्छ। छोजल आधा भनेको समायोजन गर्नु, मिलाउनु भन्ने शब्द हो। अब तापक्रमलाई चाहिँ कतिमा ठिक्क बनाएर राख्नुपर्छ भनेर मिलाउनु भन्ने शब्दले चाहिँ छोजल आधा भन्छ। जस्तै त्यहाँ 24 डिग्रीमा मिलाएर राखेको देखिन्छ। अब छुकचङ आधा भनेको नाप लिनु भनेको नि होइन। अब भर्खर हामीले छेदामा पढेको चिज हो, नाप लिनु।
अब यहाँ मेजर भन्ने शब्द लेख्छ, त्यसले पनि नाप्नु नै भन्छ। कति डिग्री तापक्रम छ त त्यो भित्र अहिले भइरहेको कति डिग्री छ भनेर नाप्नु हो। छेदा नै हो, छेदाले पनि नाप्नु भन्छ। खिरी पनि छेदामा गर्न सकिन्छ, मुगे पनि छेदामा गर्न सकिन्छ, यो डिग्री पनि छेदा गर्न सकिए जस्तै सुङजङ आधा भनेको पनि नाप्नु हो। युजी आधा भनेको चाहिँ जस्तै त्यो माथि 30 डिग्रीबाट माथि 30 डिग्री नै राखिरहेको छ भन्नुको मतलब चाहिँ कायम राख्नु भन्नु खोजेको। पहिला जति छ त्यतिलाई यथावत गर्नु, कायम राख्नु भन्छ। तपाईँको यो बानीलाई कायम राख्नु होला भन्छ नि होइन, त्यो भनेको अहिले जस्तो छ त्यस्तै राख्नु भन्न खोजेको रहेछ भने। इलसँग आधा भनेको पनि त्यही हो नै हो है त, स्थिर राख्नु भन्छ स्थिर। जस्तै यहाँ कति छ त्यो समय अनुसार यति नै राखिरहेको छ, त्यो शुद्ध आर्द्रता चाहिँ जति थियो त्यही अनुसार मिलाएर राखिरहेको छ। जस्तै आज बिहानको आर्द्रता 30 छ भने दिउँसो पनि 30 राख्नु, बेलुका पनि 30 राख्नु, स्थिर राख्नु, एकै किसिमले राख्नु भन्न खोजेको। जस्तै त्यो कायम राख्नु र त्यो चाहिँ उस्तै उस्तै शब्द जस पहिला जति छ त्यति नै हुनु भएको भएर यिनीहरूलाई सँगै लेख्न सकिन्छ। के रे अनि के त अब तापक्रम कम हुन्छ भन्ने चाहिँ हुँदैन, किनभनेदेखि तापक्रम र शुद्ध चाहिँ एक आपसमा फरक कुराहरू हुन्। तापक्रम सूर्यको लाइटबाट हुने कुरा भयो भने आर्द्रता चाहिँ एक त पानी परेर पनि हुन्छ, अर्को चाहिँ नदी किनारका बस्तीहरू अथवा समुद्रको छेउछाउ छ भने चाहिँ घाम लाग्यो भने पनि आर्द्रता चाहिँ उच्च हुन्छ। जस्तै जति चर्को घाम लाग्यो त्यति धेरै आर्द्रता बढ्ने भयो नि त, बाफ धेरै निक्लिने भयो। अनि हामीले सोचे जस्तै यति बाफ आउने हो त, यत्रो यत्रो पानी पर्ने यो बादल सबै त्यहीँबाट बन्ने हो नि त होइन। त्यही भएर नदीको वरपर र किनारको भागमा चाहिँ घाम लाग्यो भने पनि आर्द्रता उच्च हुन्छ, त्यसले चाहिँ गर्मी नै बनाउँछ। जस्तै आर्द्रता त्यो बेलामा आर्द्रता उच्च भयो भने गर्मी हुन्छ। अब पानी परेर आर्द्रता उच्च भएको छ, यहाँको आर्द्रता उच्च छ भने चाहिँ यो बेलामा के हुन्छ होला, मौसम चिसो छ नि त होइन, यतिखेर चाहिँ आर्द्रता माथि भयो भने पनि फिलिङ भन्न खोजेको नि, गर्मी र जाडो हुनु भनेको चाहिँ के होला, महसुस गर्ने कुरा हो। अब घाम लागेर आर्द्रता बढी देखाएको छ भने चाहिँ बाफ धेरै हुन्छ, तातो बाफ धेरै हुने भएको भएर गर्मीको फिलिङ धेरै हुन्छ। यस्तो पानी लागेर जस्तै हिमालमा पनि आर्द्रता उच्च हुन्छ, किनभने त्यहाँ चाहिँ चिसै हो। त्यो बेला पनि आर्द्रता उच्च हुन्छ तर गर्मी त हुँदैन नि, किनभने हावामा पानी कस्तो छ, चिसो छ। अब गर्मी ठाउँ नेपालगञ्जमा कुनै एउटा नदीको किनारमा बस्नुभएको छ अथवा ठुलो पोखरीको छेउमा बस्नुभएको छ भने आर्द्रता चाहिँ उच्च हुन्छ तर गर्मीको फिल धेरै हुन्छ। त्यस्तो हो, हावामा पानी कस्तो छ, तातो छ कि चिसो छ त्यो अनुसार फिलिङ गर्नुपर्छ। तर आर्द्रता उच्च भएर तापक्रम बढ्ने, आर्द्रता कम भएर तापक्रम घट्ने चाहिँ होइन, त्यो ठ्याक्कै उल्टो चाहिँ तापक्रम अनुसार आर्द्रता चाहिँ हुन सक्छ। जस्तै तापक्रम बढ्यो भने चाहिँ आर्द्रता बढ्न पनि सक्छ नदी किनारको ठाउँमा, त्यो एकअर्कासँग अलिक सम्बन्ध नभएको कुराहरू भयो। ठिक छ, कहाँ पुग्यो? यो चाहिँ आधा भनेको कायम राख्नु, पहिला जस्तो छ त्यस्तै बनाउनु। इलसँग आधा भनेको पनि स्थिर राख्नु, पहिला जस्तो छ त्यस्तै राख्नु, दुइटै आपसमा मिल्ने कुरा भयो। ठिक छ, छिकबाट आएको है त त्यो भनेको प्रत्यक्ष भन्न खोजेको। अनि सागवान सन फियादा भन्छ, प्रत्यक्ष सूर्यको किरणबाट जोगाउनु, फियादा भनेको चाहिँ बाहिर राख्नु भन्न खोजेको रहेछ। प्रत्यक्ष सौर्य किरण भनेर लेखौँ। अब सौर्य किरण भन्दा नि घाम भनौँ न, शब्दहरू सकेसम्म सजिला शब्दहरू खोजियो भने बुझ्न सजिलो हुन्छ भनौँ न चाहिँ। अब सौर्य किरण भन्नुभन्दा घामै त हो, प्रत्यक्ष घामबाट जोगाउनु भन्नु रहेछ। अब सिधै घामबाट, जस्तै औषधिलाई पनि त्यसो भन्छ नि होइन, घाममा नराख्नु अनि धेरै ओसिलो ठाउँमा नराख्नु भन्छ नि, त्यस्तै भन्न खोजेको रहेछ। अर्को थोङफुङ भनेको रहेछ, हावालाई आवत जावत गराउनुलाई। जस्तै हामीले वान्गी भने जस्तै थोङफुङ भनेको चाहिँ हावाको आवत जावत चाहिँ छाउल द्वैता राम्रो हुनु भन्छ। त्यहाँ भेन्टिलेट भन्छ, भेन्टिलेटले के गर्छ होला, हावालाई ल्याउने लैजाने गर्छ। अब हावाको असर हुनु अथवा हावाको प्रभाव हुनु भनेर हावा चाहिँ लागेको छ कि छैन भन्ने कुरा हो। भेन्टिलेट हुनु हुन्छ, आवत जावत लेख्दा पनि हुन्छ। हावा सञ्चार राम्रो हुनु, अझ हावाको सञ्चार राम्रो हुनु चाहिँ राम्रो हुन्छ। त्यो चाहिँ कुइनोबाट जोगाउनु पर्यो भने हावा चाहिँ भएको ठाउँमा राख्नुपर्छ भन्ने कुरा हो। फ्यान्सेक द्वैता भनेको पहिला यसको कलरबाट अर्को कलर हुनु, त्यो भनेको चाहिँ रङ परिवर्तन।
ओएम देदा भनेको चाहिँ प्रदूषित हुनु। त यो ढुसी उम्रे जस्तो देखाएको नि त हैन, प्रदूषित भयो। अब त्यो फोहोर भयो, काम नलाग्ने भयो भन्नु खोजेको भयो। अलिकति तल जाउँ। याकेजिदा भनेको कमजोर हुँदै जानु भनेको है त। खाङ्गेजिदा भयो भने चाहिँ के हुन्छ होला, बलियो हुँदै जानु भन्छ। याकेजिदा भनेको चाहिँ त्यो धागो अब मक्किनु भन्ने शब्द छ नि हाम्रोमा हैन, मक्कियो भने चाहिँ के हुन्छ होला, त्यो कमजोर हुँदै जान्छ भन्नु खोजेको। याकेजिदा भनेको चाहिँ कमजोर हुँदै जानु भनेको। अब यो मक्किनु भन्ने शब्द चाहिँ होइन, मान्छे पनि याकेजिदा हुँदै जान्छ। आजभोलि धेरै नखाएर अथवा एक्सर्साइज नगरेर त्यो मान्छे कमजोर हुँदै गएको छ भन्नलाई पनि याकेजिदा प्रयोग गर्न सकिन्छ। छाङमाछाल भनेको झरी हो, बर्सात भन्छ, झरीको मौसमलाई चाहिँ छाङमाछाल भन्छ। अर्को मिङ्गा बाधा भनेको रहेछ, त्यो माथि हामीले पढेको थियो, संवेदनशील हुनु भन्छ। संवेदनशील हुनु भनेको नि त्यो ठाउँमा राख्ने बेलामा चाहिँ तपाईँले यसलाई संवेदनशील हुनु भने जस्तै यो मान्छे संवेदनशील छ भन्यो भने के बुझिन्छ होला, अलि बढी गाली गर्यो भने रुन थाल्ने हैन त। अलि चर्को आँखा, अलि ठाडो आँखाले हेऱ्यो भने पनि रुन थाल्ने मान्छेलाई के भन्छौँ हामी, संवेदनशील छ, चलाउनु हुँदैन भन्छ नि हैन। जस्तै अब त्यो दुध चाहिँ प्लास्टिकमा लिएर आउने राखिदिने चलन छ, त्यो संवेदनशील छ, किनभने थोरै थिचियो भने के हुन्छ होला, चुइहाल्छ नि त है। त्यो कस्तो छ, संवेदनशील छ। यो संवेदनशील भनेको चाहिँ त्यस्तै हो, सानो असरले पनि, सानो कुराले पनि त्यसलाई असर गर्छ भने चाहिँ त्यो संवेदनशील हुनु भन्न सकिन्छ है त। अर्को छुकीछाक भनेको चाहिँ आवधिक भन्ने शब्द प्रयोग गर्न सकिन्छ। आवधिक भनेको समय समयमा, बेला बेलामा भन्ने अर्थ हो। एक एक घन्टामा भन्नु पर्यो, 2-2 घन्टामा भन्नु पर्यो भने चाहिँ त्यो पेरियोडिक भनेर लेखिन्छ नि त है, कति कति समयमा भन्न खोजेको छुकीछाक भन्छ। त्यो भनेको हान्सिगान्सिक, थुसिगान्सिक भन्ने शब्दहरूमा प्रयोग गर्न सकिन्छ। त्यो बेला बेलामा चेक गरेको छ भन्यो भने हरेक 5 मिनटमा यस्तो छ भन्न सकिन्छ। जस्तै सूर्य विनायकमा गाडीहरू चाहिँ छुकीछाक छ कि छैन होला, हरेक एक एक घन्टामा आउँछ भन्नु पर्यो भने छुकीछाक छ भन्छ, आवधिक भन्छ। एउटा समयको अवधिमा हुने क्रियाकलापलाई देखाउनु पर्यो भने प्रयोग गरिन्छ। खाल्ने थेजाङ, थेजाङ भनेको चाहिँ खाता भनौँ है त, हुन्छ, रेखदेख गर्ने खाता, यसलाई लेजर भन्न पनि सकिन्छ, हुन्छ, लेजर भन्छौँ नि हामी। जस्तै रजिस्टर गर्ने ठाउँ हुन्छ, त्यस्तो भन्न सकिन्छ। ल के भन्न सकिन्छ, फाल्ने भनेको रेखदेख, रेकर्ड हुन्छ, रेखदेखको रेकर्ड राख्ने लेजर अथवा खाता भनेर भन्न सक्नुहुन्छ। लेजर राख्नु भन्छ, आय व्ययको लेजर राख्नु भन्छ नि हैन, कति आयो कति गयो भनेर एकाउन्ट गर्नु भएको साथीहरूलाई थाहा होला। तल के भन्दैछ होला, यो त अरू पनि रहेछ है त, ओनसुक दो के भनेको रहेछ, के भनेको मेसिन हो है त। अब त्यो तापक्रम र सुक्दोलाई मापन गर्ने मेसिन भन्छ। त्यसको नाम चाहिँ के रहेछ भने के भन्छ, हाइड्रोथर्मोमिटर, हाइड्रोथर्मोमिटर। ल यस्तो भन्ने मिटर हुँदो रहेछ है। यसले चाहिँ तापक्रम र सुक्दो एकैचोटि मापन गर्न सक्छ। त्यो अघि माथि भएको त्यो के भन्छ, ज्वरो नाप्ने खालको मेसिन चाहिँ त्यस्तो के भन्छ मेसिन हुँदो रहेछ। तापक्रम र के भन्छ आर्द्रता मापन गर्ने नाप्ने मेसिन हुन्छ। गुगलमा एकचोटि हालेर हेर्नुभयो भने त्यसको आकार प्रकार आउँछ, हेर्नु होला। अर्को त्योभन्दा पछाडि के भन्छ होला, छङजक भनेको लेखिन्छ, छङजङ उपयुक्त। अब त्योसँग अनुकूल भन्ने शब्द पनि हुन्छ है त। कुन चाहिँ उपयुक्त हुन्छ, अहिलेको तापक्रम कतिमा लगायो भने उपयुक्त हुन्छ भन्नु पर्यो भने प्रयोग गरिन्छ। अथवा उपयुक्त तापक्रम चाहिँ युजी आधा गर्नुपर्छ भन्न सक्छ, हुन्छ। अनुकूल अहिलेको अवस्थामा कुन चाहिँ ठिक हुन्छ भन्न खोजेको। त्योभन्दा पछाडि चाहिँ फल्ले रहेछ। फल्ले भनेको चाहिँ किरा भयो। अब त्यो किराले चाहिँ त्यो ओएम भन्ने शब्द युज गरेको भएर किरा युज गरेको हो जस्तो छ। फेरि एकचोटि माथिदेखि हेरौँ न। याकैजिरा भनेको कमजोर हुनु, त्यो मकिँदै जानु। अब धागोसँग छ भनेपछि त्यो धागो कमजोर हुनु भन्न खोजेको, त्यो धागो चाहिँ मकिँदै जानु भन्छ। छाङमाछाल भनेको झरी, मिङ्गा बाधा भनेको संवेदनशील हुनु, सानो कुराले पनि असर गर्नु भन्न खोजेको। जस्तै धागोलाई पनि सानो तापक्रम मिलाइएन भने त्यसलाई असर गर्छ, त्यो भएर त्यो संवेदनशील छ भन्न खोजेको रहेछ। अर्को छुकीछाक भनेको आवधिक रहेछ, बेला बेलाको, समय समयको, कति कति टाइमको भन्न खोजेको हुन्छ। जस्तै हप्ताको हामी पाक्षिक रूपमा चाहिँ परीक्षा गर्छौँ भन्छ, हुन्छ, होइन पाक्षिक भनेको 15 दिनमा हो। साप्ताहिक रूपमा चाहिँ
हामी परीक्षा गर्छौँ। त्यसको मतलब चाहिँ यो अवधि हाम्रो परीक्षा गर्ने अवधि चाहिँ कतिको छ, हप्ताको छ भन्न सकिन्छ। मासिक रूपमा चाहिँ तलब आउँछ, त्यसको तलब आउने अवधि चाहिँ कतिको, महिनाको हो भन्नु है त। खाली थेचाङ भनेको रेखदेख गरेर त्यो रेखदेखको विषय लेख्ने ठाउँलाई चाहिँ थेचाङ भन्छ। त्यो खाता पनि भन्न सकिन्छ, लेजर भनेर लेख्नुभयो भने पनि हुन्छ। ओनसुक्तोखे भनेको चाहिँ हाइड्रो थर्मोमिटर भन्ने एउटा मेसिन हुँदो रहेछ, जसले तापक्रम र शुद्ध आर्द्रतालाई मापन गर्न सक्छ। अर्को छकजङ भनेको चाहिँ उपयुक्त अथवा अनुकूल भन्ने रहेछ। उपयुक्त तापक्रमलाई कायम राख्नु अथवा आर्द्रतालाई मेन्टेन गर्नु भन्ने ठाउँमा लेखेको हुन सक्छ। फल्ले भनेको किरा। तल खुरिमुल फोको मुन्जाङल वान्छङ आछयो भनेर लेखेको रहेछ। अनि ओन्सानन धागो चाहिँ फुङफुङ आन खोसे फोगवान हेया त्यो भन्छ। फुङफुङ आधा भने के थियो होला, थङफुङ आधा रहेछ। थङफुङ आधा भनेको चाहिँ हावा चाहिँ राम्रोसँग सञ्चार हुने ठाउँमा के गर्नुपर्छ, फोगवान गर्नुपर्छ, भण्डारण गर्नुपर्छ। अर्को ओन्सानन धागो चाहिँ के लेख्छ, शिक्षा खानसङ फी आदन खोसे फी हेस फोगवान हासेयो भनेको रहेछ। के भनेको होला, फी आधा भनेको चाहिँ छुट्याउनु, फी हेस भन्यो भने चाहिँ छुट्याएर भन्नु पर्यो अथवा अलग राखेर भन्नु पर्यो। घामबाट अलग राखेर फोगवान हासेयो भण्डारण गर्नुहोस् भनेको रहेछ। के हो, शिक्षा फाङसङ उल फी आधा रहेछ, घामबाट जोगाउनु। नयाँ 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 शब्द हो, यस्तो शब्द हामीले पनि कहिले पढेको थिएन। अर्को 3 नम्बरमा चाहिँ ओन्दोगा नोफुम्यान, ओन्दो तापक्रम चाहिँ उच्च भयो भने ओन्सागा, यो चाहिँ के होला, फ्यान्सेक देदा भन्ने शब्द चित्र होला हैन, डिस्कलर हुनु। फेन्सकुल दोल्सु इस भन्नु पर्यो है त, हुन्छ। के हुन सक्छ, डिस्कलर हुन सक्छ, कलर चाहिँ त्यसको अर्को आउन सक्छ। अर्को ओन्सा फोगवान छाङसोए भण्डारण, धागोको भण्डारण गरेको ठाउँमा ओन्दो वा सुब्दरुल तापक्रम र आर्द्रतालाई छाजु छुकजङ हेया हाम्निदा के गर्नुपर्छ होला, नापी राख्नु पर्छ। कतिको छ त्यो अनुसारको नापी राख्नु पर्छ। ल यो भोलि पढौँला है त, भोलि पनि होइन, आइतबार पढौँला है त। भोलि शुक्रबार होइन, ल त्यसो त पढौँ होला है। अब हिजो इपिएसको एउटा के आएको थियो, कसले अन्तर्वार्ता